नमस्ते साथीहरू, हामी सानो ब्लग लिएर आएको छौँ जहाँ बुद्ध भगवान् जन्मिनु भएको बुद्धम शरणम गच्छामी सानो झलक लिएर आएको छौँ। तपाईँहरूले सबैजनाले मन पराइदिनु होला। हामी चाहिँ धेरै घुम्न पाएनौँ, थोरै घुमिरहेको छौँ किनभने हामीले समय 2 घन्टा मात्रै लिएर गयो, हामीलाई थाहा नभएर। त्यही किनकि बिहान गएपछि कि यहाँ बस्ने गरी जानुपर्छ। तपाईँहरूले चाहिँ दिउँसो निस्किनु भयो भने चाहिँ पुरै घुम्न पाउनुहुन्न, हामीले पनि त्यसै भयो। अब यो चाहिँ अर्को पार्टमा घुम्न फेरि गइयो भने चाहिँ अर्को पार्टमा राखेको छु। बाँकी चाहिँ यो चाहिँ सानो छोटो भिडियो लिएर आएको छौँ। हामीले सुरुदेखि हिँडिरहेको छौँ। यो चाहिँ हाम्रो मायादेवी मन्दिर जाने बाटो, त्यो ठ्याक्कै एरो देखाएको छ। त्यो बाटो चाहिँ जाँदै हेर्दै गरिरहेको छौँ। यो चाहिँ भगवान् बुद्धको मूर्ति राखेको, यहीभित्र चाहिँ भगवान् बुद्ध मूर्ति राखेको छ। त्यहाँ चाहिँ भित्र यसो हेर्दा पनि आनन्द आउने, जस्तो हाम्रो सोमनाथमा छ नि त्यस्तै यहाँ चाहिँ बुद्ध भगवान्को मूर्ति राखेको छ, भगवान् बुद्धको। अनि त्यसपछि फुलहरू बोटहरू एकदमै सफा राम्रोसँग मजाले, कस्तो शान्त आनन्द आउने, मनै शान्त हुने। यहाँ चाहिँ आउनुभयो भने चाहिँ टाइम लिएर आउनु होला। हामीले चाहिँ अब हतार भयो, टाइम पनि थिएन हामीसँग, सबै पनि घुम्न पाएनौँ हामीले। यो चाहिँ हाम्रो कस्तो भने पुरानो पहिलाको भगवान् बुद्धको ठाउँ। यो चाहिँ पहिलाको यहाँ कस्तो राम्रो बनिएको छ। यो चाहिँ हेर्न सक्नुहुन्छ। हामी जस्तै धेरै साथीहरू पनि आउनुहुन्छ भिडियो बनाउने, कोही फोटो खिच्ने, कोही टिकटक बनाउने। हामीले पनि बनायौँ टिकटक चाहिँ बनाउने, जस्तो रमाइलो छन्। यो चाहिँ मायादेवीको मन्दिर, बुद्ध भगवान् जन्मेको ठाउँभित्र त्यो सुत्ने ठाउँ, त्यो बसेको ठाउँ सबैको छ। त्यो चाहिँ भित्र तपाईँले भिडियो बनाउनु पाउनुहुन्न, त्यहाँ चाहिँ बनाउन पाएन। यसो हामीले ढोगेर हेरेर फर्क्यौँ। यो चाहिँ पोखरी है, जहाँ चाहिँ 2टा कुवा छन् रे। यसमा तातो र चिसो दुवै पानी आउँछन् रे त्यो कुवा चाहिँ। यो चाहिँ बुद्ध भगवान् जन्मिनु भएको ठाउँ, जुन पिपल बोटमा जन्मिनु भएको थियो त्यो पिपल बोट। यो चाहिँ यहाँ चाहिँ उहाँको मूर्ति राखेर सबैजनाले पूजा गर्ने। यस्तो मिठो धुप बालेको हुन्छन्, बस मजाले बास्ना आउने के, आनन्द आउने बास्ना सुनेर। यो कुवा चाहिँ अब कहाँनिर छ त्यो तातो र चिसो कुवा थाहा छैन। तपाईँलाई थाहा छ भने कमेन्टमा लेख्नु होला है त, थाहा पाउने साथीहरूले। मैले चाहिँ यसो हेरेँ, पत्ता लगाउन सकेनन्। अब एकछिनदेखि हेरेर पत्ताहरू कहाँ लगाउन सकिन्छ र। धेरैजनाहरू आउनुहुँदो रहेछ यहाँ, मजाले एकछिन हेरौँ। हामीले पनि ढोग्यौँ मजाले बुद्ध भगवान् जन्मिएको ठाउँमा। र यहाँ कति एकछिन बसेर सबैजना ध्यान गर्नुहुँदो रहेछ। बाहिर आउनुभएको टुरिस्टहरू पनि हुनुहुन्थ्यो। यहाँ चाहिँ ध्यान गरिरहेको, मजाले आनन्दले ध्यान गरेको। यसो हेरेर चाहिँ भिडियो बनाइरहनु भएको छ कतिजनाले के। मैले पनि यसो मौकामा भिडियो बनाइहालौँ भनेर भिडियो बनायौँ। त्यसपछि हामी लाग्यौँ अगाडि, जहाँ बत्ती दिनरात बाल्छन् मजाले, अखण्ड बत्ती त भन्छन् क्यारे कि, मलाई भन्न नआएको साथीहरू, यदि भन्नमा मिस्टेक भएको छ भने कमेन्टमा लेखिदिनु होला। यता पनि पोखरी उता पनि पोखरी, फुलहरू चाहिँ यस्तो राम्रो फुलहरू कटिङ गरेको, सफा फोहोर नै बाटो सफासँग मजाले सफा गरेको चाहिँ मजाले सफा देख्ने, आनन्द आउने के, बस्ने फोटोसोटो खिच्ने मजाले। यही बत्ती हो चाहिँ बत्ती दिनरात हावा पानी हुरीले पनि ननिभिने, सधैँ बलिराख्ने एउटा अचम्मको पनि हो। सधैँ बल्नु, पानीले पनि ननिभिनु भन्दाखेरि चाहिँ अचम्म पनि लाग्छ। जस हेरेको थिएँ, मैले पनि भिडियो बनाउन पाएँ, मलाई पनि एकदमै खुसी लागेको छ। यहाँ चाहिँ अरू चाहिँ हामीले घुम्न पाएनौँ। यहाँ अगाडि पनि देखाइरहेको थियो, 3-4 घन्टा 1-2 घन्टा लाग्छ अरे, त्यो चाहिँ भ्याएनौँ। त्यो चाहिँ अर्कोचोटिमा। आजलाई यति नै, धन्यवाद।